ल गाइज है म र मेरो भाइ चाहिँ अब स्कुल जाँदैछौँ। यसलाई म स्कुल छोड्न जाँदैछु। आज चाहिँ म जुन स्कुलबाट पढ्न सुरु गरेँ नि शिशु कक्षाबाट त्यही स्कुलमा कि पढ्ने। अब बाबु स्कुल गएर के पढ्ने अरे कक गर्ने? अनि तिमीले स्कुल गइसिन् कि मलाई याद गर्छौ गर्दिनौ? गर्दिन? मेरो याद आउन आउन आउँछ कि आउन? आउन ए के पढ्ने रे स्कुल गएर? कक ल राम्रो पढ्नुपर्छ है। मलाई पनि हजुरबाले यसरी नै लिएर आउँथ्यो कि सानो सानोमा। म नि मामा घर बसेर पढेँ नि त 4-5 कक्षासम्म। यस्तो पो हुँदो रहेछ। यो गुइठेलाई फेरि पानी तिर्खा लाग्छ अरे होइन। अब हामी चाहिँ पानी खान्छौँ है। के खान्छौँ भन्दै त? पानी खान्छौँ है। पानी खान्छु भन्छ। यता हेर त, यता हेर मुसुक हाँस्यो त। कति राम्रो भएर जाँदैछ है स्कुल है। तिमी त सानैबाट राम्रो है। माया गरिदियो दादालाई गालामा। ल हाम्रो अपिल भाइ पनि आएको छ यहाँ। जोडी ए गुइठेको जोडी। मलाई त याद पनि गर्दिन भन्छ के अरे। यता हेर न ए बाबु यस्तो छ बाटो। अब ट्र्याक्टर टिक्यो यसरी हिँड्छौँ हामी। ब्लग भिडियो बनाउँदै हिँडेको यस्तै यसरी हिँड्छौँ है। बाबुलाई स्कुल छोड्न आएको। फाइनली गाइज है हामी चाहिँ स्कुलमा आयौँ। हाम्रो बाबु पढ्ने स्कुल अनि म पढेको स्कुल नि यही हो। यस्तो छ है। म यो स्कुलमा त पढेको सानो। नमस्ते। हामी यसरी जान्छौँ। यता हेर न स्कुल आयो कि आएन बाबु? स्कुल आयो? यहाँ यो पढ्ने यही हो? गुइठे स्कुलमा नि आयो। यता हेर त यहाँ हेर न झोला राम्रोसित भिड त। कुन क्लासमा नि पढ्ने तिमी? कहाँ पढ्ने? त्यो यो अरे बाबु पढ्ने कक्षा चाहिँ। यता हेर त जाउँ त ढोका खोल्ने भन। जाउँ त कसलाई खोल्ने भने। हजुर मम्मी आउनु भएन। म आएको यहाँ मामाले घर आँट्नु रहेछ यसो उसको। ए यता स्कुल आइभएन है? हाल्यो होइन किन हाल्यो ल? हाल्यो मैले। यो पढ्छ कस्तो पढ्थ्यो? ज्ञानी चल्छ। यो त छुचो घरमा त छुचै गर्छ। कति ज्ञानी भएर हो खेल्छ नि। कति राम्रोसँग बस्थ्यो। कुत्रुक्क बस्थ्यो बाटो कसरी यसरी पर्ने भयो यसलाई। मसित आएको है। के पर्छ? कक पढ्छु भन्दै के अरे है। कुन क्लास चाहिँ? ल क्लासमा छिर्न पऱ्यो नि त अब त। यता हेर न ए रिसन। जाउँ त क्लासभित्र छिर। काट्दो रहेछ त्यसको त क्लास त। यता हेर ए मान्छे जस्तै चप्पल कहाँ नि पुगाल्ने? ओहो जाने रहेछ यति नै कहाँ राख्ने? मिलाउने अरे अझै। ओहो यतै कसरी बस्छ एक्लै कुत्रुक्क परेर। साथीहरू खोइ विशेष कति माया लाग्दो रहेछ बसेको एक्लै। म एकछिन बस्छु है साथीहरूमा आइन्छ है। दाजुभाइ ट्याक्क बस्नुपर्छ एकछिन है।
साथीहरू आउँछन् अनि जान्छ है। तिमीले मलाई याद गर्छौ गर्दिनौ? गर्दिन याद गर्दिन भन्छ मलाई याद गर्नुपर्छ है दिउँसो है। कोही नहुँदा त गर्नु पऱ्यो नि याद है। ओके ल किताब झिका त पढ्न पऱ्यो नि। यतिकै झोला सौतेर बस्छन्। खोल्नु होइन झोला त्यही यसरी बस्छिन् स्कुल आएर एक्लै। झ्याउला छैन साथीहरू खोइ। कोठै बुन्डुरी त कति माया लाग्दो बस्दो रहेछ। राम्रोसँग पढ्नुपर्छ है है। मलाई याद गर्छु गर्दिनौ दिउँसो? गर्छु गर्नुपर्छ है दादालाई याद। ल फ्लाइङ किस देऊ त मलाई यसरी हातले चुप्पा गरिदेऊ त। यसरी गर न गरेन बाई भन्नु न। बाई गरिदेऊ। बाई गरेर म जान्छु अब। यस्तो यस्तो गर न। राम्रोसँग बस है। आए यहाँ फिस्टाहरू ए कति धेरै अहिले। हजुर जानु जाम म। ल राम्रोसँग बसाइदियो तिमी। ल बाई बाई गर। राम्रोसँग पढ है। मलाई याद गर्छौ गर्दिनौ तिमीले? गर्छौ ल त है। ल आइज नरोइ बस है। हो नरु फेरि मुसुका हाँसेरले कस्तो देखिन्छ खोइ। हेर जान रुन हुन्न है। ल गयो बाई। हेर रोको रुन ल गयो दादा बाई। बाबुलाई स्कुल छोडेर आएको रोइछ यार बिचरा। त्यो त खाला नि रुन्छ रे। त्यो चुप्पा लाएर बस्ने फेरि घर त छुचु हुन्छ त्यहाँ त चुप्पा लाएर बस्छ फेरि। अब रोयो भनेर लिएर आउनु नमिल्ने आफू बस्नु नमिल्ने गएर छ गएर।